लासो फ्यापुलजी आफ्टर लङ टाइम फेरि मेरो ब्लगमा स्वागत छ। र आज म स्विजरल्यान्ड पार्क गइरहेको छु होइन। स्विजरल्यान्ड पार्क भनेको चाहिँ त्यही अस्ति जुन कालो पाण्डे गयो नि हामी त्यही वाला बाटो हो क्या। तर स्विजरल्यान्ड पार्क भने चाहिँ अब बेस बाटोमै मात्र पर्छ। अब अहिले सनसेटवाला यस्तो भ्यू अब होइन त्यो हेरौँ अलिकति जस्तो दामी देखाएको सिनहरू त। लेट्स होप इन्जोय गर्नु होला। म गइरहेको छु होइन। अब यतिखेर होइन ठिकै हुन्छ अफिस टाइम अलिकति उ भइरह मास्टर गाउँतिर नि जस अब मान्छेहरू चलपल भइरहेको हुन्छ नि त। कोही तलतिर फर्किन्छ कोही जस भ्यू हेर्न मास्तिर गइरहेको हुन्छ। जस म चाहिँ तपाईँहरूलाई स्विजरल्यान्ड पार्क देखाउनेवाला छु है। स्विजरल्यान्ड पार्क पिकनिक स्पोट हो होइन। बाटो कस्तो छ भनेर अब हामी सेम हो के एलआरए स्कुलबाट मास्तिर आउनेवाला बाटै हो क्या होइन। सेम अब बाटो त यही हो अलिअलि कच्ची छ धेरै होइन यही एउटा मात्रै कच्ची हो बिचको। हेर्नु न बाटो चाहिँ यति बाटो चाहिँ किन बनाइराखेन यिनीहरूले मै उहाँ परिराखेको क्या। बाँकी फेरि सब बन्छ यही एउटा बन्दैन क्या। हेर्नु न बाटोको ताल यस्तो यस्तो छ अलिकति मात्र हो क्या धेरै होइन त्यस्तो। यो एकैछिन मात्र हो बाँकी त फेरि सरना छ। तपाईँ लास्ट टाइम मेरो भिडियोमा हेर्नुभयो होला कालो पाण्डेवाला बाटो सेम त्यस्तैको त्यही बाटो हो क्या। मजाको छ क्या बाटो चाहिँ फेरि बाइक रेसहरू खेल्नलाई चाहिँ दामी मजा आउँछ। तर बाइक रेसमा तर त्यस्तो विधि खेल्नु हुँदैन किनकि बाटो साङ्गुर छ नि त। मान्छेहरू त ओपर पेल्दै आउँछ एक्सिडेन्ट हुन्छ त्यही त हो नि। इलेक्सनको साथमा मजा लिनु होला। एक्सट्रिम जब तिमी आयो काम डुब्नु लागेको सिनहरू हेर्न पाइन्छ अहिले एकैछिन भएन हामीले है। अन्तिम म तपाईँहरूलाई देखाउँछु स्विजरल्यान्ड पार्कसम्म मात्र होइन यो यात्रा स्विजरल्यान्ड पार्क भन्दा अझै उतासम्म देखाउँछु कि म तपाईँलाई। एउटा गाउँ पुग्छ है हेभन डाँडा भन्दा तलतिर गाउँ त्यहाँतिरबाट त्यो धादिङको सिमेन्ट फ्याक्ट्रीहरू दामी सिनहरू देख्छ क्या। म तपाईँहरूलाई आज त्यो ठाउँ पनि देखाइदिन्छु होइन। अलिअलि मेरो भिडियो हालिदिँदै होला माइन्ड नगर्नुहोस् होइन किनकि अब यस्तो छ सिनहरू होइन टाइपको। मेरो तेस्रो भ्लग हो होइन। म धेरै पछि अब ग्याप भएर आइरहेको छु किनकि अब टाइम नै भ्याउँदैन भ्लग रेगुलर दिन्छु भन्छु कहिले के हुन्छ होइन। अब सेम अब यो चोकबाट अब हामी मात्र सिधा लाग्यो भने चाहिँ यस्तो हुन्छ क्या। अनि सरर गयो भने चाहिँ ऊ हुन्छ होइन। जस तपाईँहरूलाई म अब स्विजरल्यान्ड पार्कसम्म पुऱ्याइन्छु त्योभन्दा माथिसम्म त सक्दिनँ। स्विजरल्यान्ड पार्क भन्दा नि माथि लानु म तपाईँहरूलाई होप कोसिस गर्दछु होइन। अब माथितिर सिन के छ हेरौँ है त। घाम त डुब्नु लागेको छ सिन छ तर सिन चाहिँ दामी भेट्यो भने त झन् दामी रमाइलो हुन्छ क्या। ओके लेट्स होप सो मान्छेहरू घुमेर तलतिर फर्किन्छ यतिखेर। यस्तै छ बाटो फेरि अब सिङ्गल वे छ दुइटा गाडी छिर्छ तर पनि साइडहरू चाहिँ मजाले मिलाएर दिनुपर्छ क्या एकदम। बेग्लै भयो मेरो यो संसार म घुम्दै हिँड्छु चिलमा। ओके मस्की ए पठावालाहरू बाइकमा होइन पुरै तलतिर मात्र हेर्दै आउँछ। मोबाइलमा त धेरै घप्टेर हेर्नु त हुँदैन क्या। पठावालाहरू यस्तो कुराहरू बुझ्दैन क्या उनीहरू सिधै आइदिन्छ भने अब के गर्नु त। टर्निङ चाहिँ अलिकति ओभर यस्तो छ टर्निङ छ क्या नाकबेल टाइपका। ओके हाम्रो एउटा बाइकले तानिरहेको छैन सेम यो बाइकलाई एकछिन होल्ड गरौँ। बिचरा बाइकलाई पनि गाह्रो छ तान्दैन होइन के गर्नु। सो तपाईँहरूलाई आज म अर्को बाटोबाट घुमाइन्छु ल। प्लेन क्र्यास भएको सिनहरू देखाइदिन्छु तपाईँहरूलाई म आज कस्तो बाटोहरू हुन्छ यही हो जङ्गलको बाटो ल। सेम म अघि लेफ्टबाट गयो भने सिधै माथि पुग्थेँ तर म लेफ्टबाट गएन क्या किनकि तपाईँहरूलाई म योवाला बाटो देखाइदिन्छु क्या होइन। यो वाला बाटो नि कस्तै छ क्या अफ रोड टाइपको होइन बवाल छ होइन।
तर यो चाहिँ हल्का टर्निङवाला छ क्या। ए तपाईँहरूले सबभन्दा मेन कारण खास स्विजरल्यान्ड पार्क किन भने हो, स्विजरल्यान्डवाला प्लेन पड गयो भनेर स्विजरल्यान्ड पार्क भने हो क्या। प्लेन पड्का चाहिँ कालु पाण्डेमा पड गयो हो होइन। त्यसको टुक्रा चाहिँ फेरि यहाँ ल्याएर राखेको छ क्या, यहाँ हेर्नु त्यसको त्यो ऊ छ क्या। यसको अब यहाँ पार्क छ है, दामी टाइपको। यहाँ तपाईँलाई पार्क देख्छ होइन, देख्न सक्नुहुन्छ। सिन पनि अब देख्न सक्नुहुन्छ तपाईँहरूले होइन। प्लेन देख्नुहुन्छ होला तपाईँहरूले सायद, मेरो विचारमा पनि आई होप सो। ला यहाँ तल प्लेन छ, प्लेन त उहाँ तल राखेको छ हेर अहिले कस्तो होइन। अलि माथि थियो पहिला। सेम तपाईँहरूलाई मैले भनिसकेँ अघि, म अब स्विजरल्यान्ड पार्क भन्दा अझ उता तपाईँहरूलाई गएर म सिन देखाउँछु क्या, ब्याक सिनहरू होइन। ब्याक सिनहरू बबाल छ क्या। सिनको त कुरै नगरौँ, तर बाटो चाहिँ अलिअलि खराब त्यस्तो बित्यो होइन, हल्का धेरै होइन, लिटल के अलिकति मात्र। मेरो मान्छेलाई भुल्न सक्दिनँ। वेल म गाडी यहाँबाट निकालिसकेँ होइन। उतापट्टिको सिनहरू दामी देख्छ क्या। अब तर यहाँ रोक्न पाइँदैन होइन। म हजुरलाई पछि रोकेर मजाले देखाइदिन्छु क्या। हेर्नु न ल भ्यू। प्यारो मेरो मान्छेलाई भुल्न सक्दिनँ, तिमीलाई कहिले चाहे जति गरोस् भुलाउन मलाई चाहदिन अब म। तिमी बाइकहरूलाई लैजाऊ मलाई एउटा प्यारो संसारमा, जहाँ ठाउँ रहोस् हामी बाइकहरूलाई। जे मैले अघि भने जस्तो तपाईँहरूलाई म स्विजरल्यान्ड पार्क भन्दा अझै माथि पुऱ्याइदिन्छु क्या, ताकि उतापट्टिको सिन पछाडिपट्टिको तपाईँहरूले सिन हेर्न पाओस् होइन। म पनि हेरेर आउँछु, म आनन्द लिएर आउँछु एकछिन होइन। मलाई पछाडिको सिन झन् दामी लाग्छ क्या। हतपत पछाडिकोहरू मान्छेहरू अब टाढाबाट मात्र हेर्छ होइन। म चाहिँ फेरि उतै पुगेर देखाइदिन्छु क्या तपाईँहरूलाई, पछाडिपट्टि नै गएर होइन। बाटो त तपाईँहरूले हेर्न सक्नुहुन्छ। लास्ट टाइम यो मेरो सेकेन्ड भिडियोमा पनि छ है, कालु पाण्डेवाला बाटोमा। बाटो तर सेम हो, कालु पाण्डेवालै हो। तपाईँको यहाँ तिनवटा ठाउँ घुम्न सक्नुहुन्छ तपाईँहरू क्या। इन्द्रदह, स्विजरल्यान्ड, कालु पाण्डे, अनि त्यहाँ तपाईँको हेभेन डाँडा भन्ने ठाउँहरू छ क्या। मस्तको ठाउँहरू छ फेरि, दामी छ फेरि बाटोहरू छ है। यो चाहिँ हाम्रो अलिक हल्का 6 बजेको टाइमको भिडियो हो होइन। कतिको राम्रो छ तपाईँहरू आफै हेरेर गर्नु होइन। सिन चाहिँ जस मजाको छ, मजाको। बबाल सिन चाहिँ। अब यति रोडमा चाहिँ मान्छेहरू भिडियोहरू खिच्न आउँछ, फोटोहरू खिच्न आउँछ है, धेरै खिच्न आउँछ। मलाई यतिवटा ठाउँ चाहिँ दामी लाग्छ क्या पुरै। मलाई यो वाला त दामी लाग्छ क्या ठाउँ चाहिँ है। अब यहाँको टर्निङ पनि यस्तो छ, बाइकहरू यस्तो पेलेर आउँछ यहीँ पनि के भन्नु बाइकवालाहरूलाई। सक्दैन बाइकवालाहरूलाई हामीले केही पनि भन्नलाई। बिचरा लोकेसन हेरे छ यहाँ। कहाँको लोकेसन हो यो? कालु पाण्डेतिर आयो। समेरो हेर न तिम्रै लागि, विश्वास गर न समर्पण छ यो भविष्य मेरो। प्राणभन्दा प्यारो मेरो मान्छेलाई भुल्न सक्दिनँ। मिनटमा चाहिँ भिडियो अलरेडी बन्द हुन्छ। अब हेर्नु तपाईँहरू ठाउँहरू सक्नुहुन्छ। डाँडा यताबाट सिन देख्ने ठाउँ हो यो। यहाँबाट चाहिँ मान्छेहरू सिन मात्रै हेर्ने हो क्या फेरि मजाले होइन। पुरैमा मान्छेहरू सिनहरू यहाँ वाइल्ड छ भने वाइल्ड टन्ने क्या मान्छेहरू सिनहरू छ भने। अब हामी अब गाडीवालाहरूले अलिकति हरन दिएर हिँड्नुपर्ने हुन्छ, किनकि यहाँ बाइकवालाहरू एकदम स्पिड आउँछ। यतिको जङ्गलको बाटो भए त अभ्यसली जसले पनि स्पिड कुदाउँछ। यसमा चाहिँ अब हामीले एकदम कन्ट्रोल गरेर हिँड्नुपर्ने हुन्छ क्या। यहाँ मैले अहिले हरन नदिएको यो बाइकहरू ठ्याक्कै सिधै आउँथ्यो। धन्न मैले हरन दिएर बाइकहरू आफै अटोमेटिक बाङ्गो भएर आउँछ। तपाईँहरूले गुम्बा पनि देख्न सक्नुहुन्छ। यतापट्टि गुम्बा छ है, यस्तो जङ्गलको बिचबाट गुम्बा, तर दामी छ क्या यहाँ। अब
उनीहरूको अलग्गै एउटा लाइफ छ क्या गुम्बावालाहरूको नि होइन लामाहरूको अलग्गै लाइफ छ क्या स्कुल पनि यो भित्रै एभ्रिथिङ क्या अब उनीहरू सपिङ गर्नु मात्रै तलतिर पुग्छ उनीहरूको सबै कुरा यहीँ हुन्छ क्या माथि नै सेम मैले तपाईँहरूलाई यो बाटो त पहिल्यै देखाइछु क्या यो काले पाण्डेवाला रोड हेभन डाँडामा पनि मैले आएकोवाला बाटो हो यो होइन त्यो लास्ट टाइम मैले हेभन डाँडामा आउँदाखेरि यो पुरै हुस्सुले भरेको थियो क्या दामी थियो क्या पुरै हेरौँ न अहिले पनि मलाई खतरा लाग्छ भने यो वाला बाटो चाहिँ एकछिन चाहिँ शनिबार त यही ठाउँमा बबाल चेकिङ बसिरहेको हुन्छ है फेरि मेरो भिडियो हेरेर आउनेहरूलाई कृपया म भन्छु यो यति शनिबार आउँदा यतिमा चाहिँ तपाईँहरू एकदम होसियार हुनु है चेकिङ बबाल हुन्छ बबाल चेकिङ कहीँबाट तपाईँहरू भाग्नु ठाउँ छैन तपाईँहरूलाई जाने भने तपाईँहरू अब अलिकति एक्स्ट्रा बाटो छ तर त्यो बाटो म अहिले भन्दिनँ तपाईँहरूलाई अलिक पछि म त देखाउँछु नभए फेरि भागिहाल्छु न अभियसली सरकारलाई पनि राजस्व कहाँबाट तिर्ने हो केटाहरू भाग्यो भने होइन अब स्विजरल्यान्ड पार्कको अब बाटो आउँछ है अलि उता स्विजरल्यान्ड पार्क ठ्याक्कै आइहाल्छ म तपाईँहरूले त्यहाँ ओलेर पनि भिडियो देखाइहाल्छु स्विजरल्यान्ड पार्क पुरै होइन अब मान्छेहरू लाली गुराँस काफल खानाउने पुरै जङ्गलै यही जङ्गल हो क्या खतरा छ बाटो चाहिँ मलाई दामी लाग्छ यो वाला बाटो डेटिङ प्लेस राइट प्लेस बबाल दामी ठाउँ हो यो तर अब आफूसँग गर्लफ्रेन्ड पनि छैन आफू त एक्लै आइदिरहेको छ पुरै यहाँ मस्तले घुम्नलाई को हुन्छ जोन राईको फ्यान प्लिज कमेन्ट गर्नु होला है मलाई जोन राईको गीत दामी लाग्छ यार अझै यो त अहिले मैले सुनेको यो त एआई वाला रक सङ हो क्या हेरौँ न डाँडा यस्तो हुन्छ बाइकवालाहरू कम्ता पेलेर आउँदैन यार सक्छ बाइकवालाहरूलाई नि हामीले सक्दैन नि बाटो यस्तो दामी छ अनि बाइकवालाहरू गोल्ली आउँछ गोल्ली गर्लफ्रेन्ड राखेको जस्तो म तपाईँहरूलाई पछाडिको डाँडाबाट अहिले भ्यू देखाएँ तपाईँहरू तर्सिनुहुन्छ झन् होइन आधी बाटोसम्म म जान्छु तर त्यो गाउँ कहाँ पुग्छ मलाई पनि थाहा छैन क्या तर पुग्नु चाहिँ पुग्छ त्यो गाउँबाट पक्कै पनि हेर्नु न अब यहाँ ल गाई स्विजरल्यान्ड पार्क चाहिँ यही हो है खासमा म तपाईँहरू स्विजरल्यान्ड पार्क अब यहाँ ओलेर देखाउँछु ल स्विजरल्यान्ड पार्क कस्तो छ भन्दा पिकनिक स्पोट हो लाइक धेरै मान्छेहरू आउँछ पिकनिक सिकनिक खान होइन अब अहिले बन्द छ कि के हो छैन बन्द ओके स्विजरल्यान्ड पार्क आइपुग्यो म तपाईँहरूलाई देखाउँछु अब यहाँ अहिले म गाडी बन्द गरेँ वेल स्विजरल्यान्ड पार्कको गेट होइन ल स्विजरल्यान्ड पार्क भन्छ नि मान्छेहरूलाई स्विजरल्यान्ड पार्क यही होला पिकनिक खान आउँछ अब प्लेन चाहिँ खासमा उहाँ त्यो माथि देखाएको छ नि घर त्यो घरमा प्लेन पड्क्या हो क्या खासमा त्यहाँ अब त्यो उसको राष्ट्रपति समथिङ त्यो पूर्व के भन्ने अकरम बकरम मन्त्रीको नि घर हो क्या होइन स्विजरल्यान्ड पार्क ल हेर्नु छापे प्लस चौर पनि भन्छ है यसलाई चाहिँ छापे प्लस चौर पनि भन्छ मान्छेहरूले सिन हेर्नुहोस् गाइज आँखाभरि आँसुले ल हेर्नु थानकोट यो थाङ रहेन यो त सायद यो सीता पाइलावाला किनकि यहाँबाट व्हाइट गुम्बा देखिरहेको छ व्हाइट गुम्बा अनि त्यहाँबाट रेड गुम्बा त्यहाँ देखिरहेको अझै मजाले व्हाइट गुम्बा रेड गुम्बा सीता पाइलावाला बाटो है यो व्हाइट गुम्बा हेर्नु सक्नुहुन्छ तपाईँहरूले रेड गुम्बा व्हाइट गुम्बा है दामी छ सिक्ला ल ढिलो गर्नु भएन ढिलो नगर्नु सिधै अब हामी फेरि माथि अर्को डाँडामा निस्किन्छ है म तपाईँहरूलाई माथि त्यो पनि देखाउँछु स्विजरल्यान्डवाला यही हो पार्क पिकनिक स्पोट अब यहाँ पुरै 5 बजीसम्म मात्र हुँदैछ त्यसपछि बन्द हुँदो रहेछ बाहिर त बबाल जाडो यार ओहो अब योभन्दा म तपाईँहरूलाई पछाडिको बाटो पनि देखाउँछु होइन पछाडिको बाटो पनि देखाउँछु म तपाईँहरूलाई किनकि पछाडि बाटो पनि हेर्नु न तपाईँहरू कस्तो छ भनेर छापे चौर ओके पछाडिको सनसेट नजाओस् भनेको सनसेट जान्छ के हो यार सनसेट हेर्नुपर्छ झन् भनेको
यहाँ त हुस्सु लागेर केही छैन यार मास्तिर डाँडातिर त हुस्सुले बबाल भरिसक्यो यार अब यहाँ दुईवटा बाटो आइहाल्यो सेम यो मैले तपाईँलाई कालो पानी जाने बेला पनि भनेको थिएँ होइन अब उतापट्टिबाट लायो भने हामी सितापाइलाबाट आइहाल्छौँ यताबाट लायो भने हामी कलङ्कीबाट आइहाल्छौँ तपाईँहरूलाई म पछाडिको लहर देखाउँछु ल अस्ति अब हेभन डाँडा लहर देखाएँ अब हेभन डाँडा होइन अहिले हेभन डाँडा भन्दा पनि अझै हेभन डाँडा त यता अब लेफ्ट लाग्यो भने चाहिँ अब हामी राइट लागेर तपाईँहरूलाई म ठाउँ देखाउँछु होइन यहाँतिर तर अझै पनि हुस्सु लागेर छ चिसो भइरह यहाँ त है मान्छेहरू यस्तो दामी सिन हेर्न आउँछ गर्लफ्रेन्ड डेटिङ आउँछ होइन अब हामी चाहिँ सेम डेटिङ सेटिङ होइन हामी चाहिँ वेलकम ब्लग एडभेन्चर हो क्या अब फगी रोडको एडभेन्चर मानौ न फगी रोड त अहिले छैन कि होइन लास्ट टाइम तर मैले भिडियो गर्दा फेरि यो पुरै फगी भएको थियो क्या यो अलिक खतरनाक टर्निङ छ यहाँतिर चाहिँ है बाइकवालाहरू एकदम पेलेर आउँछ सेम तपाईँहरू जान्छ यहाँ त पुरै हुस्सु पो छ त यार ओ माई गड खासै नेट पनि राम्रोसँग चल्दैन टिकटक बनाउनुहरू राम्रोसँग डाटा कुन चाहिँ हुन्छ हेरेर आउनु होला है एनसेल हो कि एनटिसी हो मिलाएर गरेर आउनु होला है माथिबाट गाडी आएर साइड आइदिनुपर्छ हामीले किनकि साइड पुग्दैन है गाह्रो छ हामीलाई पनि सिकारुहरू दुईवटा हात टर्निङ गर्दा यहाँ गरेर यार मलाई त झ्याउ लाग्छ भने बाटो हेर्नुहोस् सिन हेर्नुहोस् है हरियाली रोडको मजा लिने भए काठमाडौँबाट सर्ट राइड यही हो क्या दामी आधी घन्टासम्म लगभग तपाईँहरू पुगिन्छ यो ठाउँमा मजाले बाइकमा अब बिस्तारै आयो भने आधी घन्टामा टक्रक्कै हो कालो पाण्डे नजिकै छ कलङ्कीबाट है सोचे पनि हुँदैन कसैले पनि कलङ्कीबाट यस्तो राम्रो ठाउँ छ पनि भन्ने हुन्छ क्या मान्छेहरू है कतिलाई थाहा छ कतिलाई थाहा छैन मान्छेहरू आउँछु भन्छ अनि आउनै पाउँदैन क्या यो ठाउँले अब हुन्छ नि थाहा हुँदैन लोकेसन राम्रोसँग म्यापमा देखाउँदैन अब कति बाटोहरू कहाँबाट छिर्ने हो थाहा छैन बाटो अक्रम पक्रम देखाइन्छ होइन अलिकति बाटो फेरि अफरोड भने यही एउटा बाटो हुँदैन बाँकी अरू फेरि कुनै छैन त्यस्तो अफरोड छ है सेम हेर्नु न कस्तो छ बाटो एकछिनलाई थियो झन् तपाईँको अघि एउटा पोइन्ट त्यहाँ एउटा त्यस्तो थियो अहिले फेरि यहाँ यस्तो छ होइन अब तपाईँहरू सेम हेर्नु होइन यहाँबाट राइट लाग्यो भने तपाईँहरू कालो पाण्डे पुग्नुहुन्छ फेरि अब लेफ्ट लाग्यो भने हामी त्यो अघि मैले अघि भनेको ठाउँतिर पुग्छु पछाडिपट्टि भ्यू देखायो भने जुन चाहिँ कालो पाण्डे भन्दा पनि तलतिर चाहिँ पुग्छ अझै पनि हामी होइन जस कालो पाण्डे तलतिर आउँछु हेभन डाँडा त तपाईँको उताबाट लेफ्ट लाग्ने हो नि त अब हामी चाहिँ लेफ्ट नलाग्ने अब हामी चाहिँ राइट लाग्ने हो राइट लागेर उतापट्टिको कुहिरो डाँडा भन्छ खासमा त्यसलाई चाहिँ भन्नु चाहिँ नाम चाहिँ होइन अब हेभन डाँडामा गयो भने त मान्छेहरू वाइल्ड होला यतिखेर लास्ट टाइम गएको थियो म हेभन डाँडाको त्यो सिम सिटहरू थियो नि त जाडो थियो सिट पनि परिरहेको थियो अनि गाडी नै गएन क्या त्यस्तो भएर तर चिप्लिने भयो क्या अब हेर्नु तपाईँहरूले हो अब यहाँबाट राइट लागे पनि हुन्छ लेफ्ट लागे हुन्छ पुग्ने एकै ठाउँमा हो म चाहिँ अब अहिले सेम लेफ्ट लागेर गएँ होइन अनि ऊ तलबाट त राइट लाग्ने हो यहाँ पनि तर बस्ती जहाँ दामी छ न झुप्प परेको छ तामाङ बस्ती छ प्रायः फेरि यहाँतिर पनि है त्यस्तो बस्ती होइन तामाङ बस्तीहरू होइन पुरै म तपाईँहरूलाई सिन चाहिँ हल्का देखाइदिन्छु धेरै त नदेखाए पनि म त्यही सिन हल्का लिएर मजा लिउँ भनेर गइरहेको छु होइन बेला बेला यहाँ बसहरू आउँछ क्या फेरि मस्ती खतरा छ चिसो फेरि वाइल्ड चिसो हुन्छ जाडो छ जाडो डाँडामा जतिसुकै गरी भयो नि तपाईँहरू हावा खान यहाँ माथि आयो भने होइन दामी चिसो छ क्या मौसम क्लियर होला भनेर सायद सोचेको थिएँ मैले मौसम क्लियर चाहिँ तलतिर छ तर मासतिर आएपछि चाहिँ पुरै सायद डाँडा भएर होला होइन पुरै हुस्सुले डम्म छ क्या मासतिर आएपछि चाहिँ तलतिर छ अघि त पुरै मौसम अब सिन हेर्नु न तपाईँहरूले कस्तो छ बाटो फेरि यस्तै हो ढलानको बाटो छ पुरै जस त्यस्तो विधि नराम्रो छैन डाँडा चाहिँ होइन बाटो चाहिँ तर जस मजा आउँछ बाटो हेर्दाखेरि चाहिँ अब यतापट्टि सिनहरू त अहिले अब पुरै हुस्सुले
डङ भएर आएको छ होइन। तर पनि जस मजा लिनु न मजाले होइन आरामले नेचुरल हावा लिने भए चाहिँ मान्छेहरू यतातिर आउँदा केही फरक पर्दैन। कलङ्कीबाट बस 30 मिनट 30 मिनटमा तपाईँहरू यहाँ घुम्न सक्नुहुन्छ। 30 मिनट आउनु 30 मिनट जानु त 30 मिनट लाग्दैन किनकि जाने बेला त प्रायः सबै ओह्रालै ओह्रालो छ होइन। आउने बेला चाहिँ उकालो भएर टाइम लाग्ने हो। जाने बेला त्यस्तो बित्ताएको तपाईँहरू 15-20 मिनट घुम्नुहोस्, माइन्ड फ्रेस गर्नुहोस् अनि जानुहोस्। अब अहिले हेर्नुहोस् कतिको हरियाली छ। यतापट्टि चाहिँ धेरै कमलाई थाहा छ फेरि यो ठाउँ चाहिँ। प्रायःलाई कालो पाण्डे म त थाहा छ होइन, अनि हेभेन डाँडामा थाहा छ भने अब यो ठाउँ चाहिँ अझ थाहा छैन क्या मान्छेहरूलाई। यहाँबाट हिमाल देख्छ, यहाँबाट धादिङहरू देख्छ, नुवाकोट देख्छ यहाँबाट होइन। अब अहिले त कुइलर ढाका छ, खासै केही पनि देखाएको छैन है। नभए त देख्ने सेम त्यही हो कि हेभेन डाँडा कुइरोहरू नै हो क्या पुरै। फकी रोडको एडभेन्चर भ्लग मेरो हेर्नुहोस्, सायद त्यो भ्लगमा मैले यो बाटो त देखाएको छैन, म त उतापट्टिको देखाएको छु है। अब अहिले हेर्नु तपाईँहरूले बाटो दामी यार, मलाई खतरा लाग्छ बाटो यार। हो वाह, यदि यो बाटो अफ रोड भएको भए म आउँदैन थियो, भन्न अफ रोड छैन र धरनको बाटो भएर चाहिँ आइपुग्छ फेरि मेरो गाडी पनि मस्त। तपाईँहरूलाई पनि स्विजरल्यान्ड पार्क त देखाइदिइहाल्यो होइन। अब त्यही भएर यो आदिसम्म गइरहेको छु। तपाईँहरूलाई म अहिले तल गएर देखाउँछु है। तल एउटा त्यस्तो बित्ति बस्ने ठाउँ छैन तर पनि ठिक्क ठाउँ चाहिँ छ, त्यहाँबाट पनि देख्छ। त्यो एउटा घरमा चिहान ठाउँ छ क्या, त्यस्तो सिनवाला घर। अनि म तपाईँहरूलाई त्यहाँ लगेर देखाउँछु। गाडी मैले यहाँ राख्नुपर्ने हुन्छ। ओहो, गाडी पार्किङ चाहिँ यहीँ हो क्या। यहाँको यहीँ थियो होइन, चिहान गएको थियो बबाल भयो यार। तल चाहिँ धादिङ नुवाकोट अलिअलि देख्छ, धेरै त नदेखे पनि तपाईँहरूले। पानी पर्न आयो, डुब्नुलाई जस्तो भइरह। हेलो, फर्किँदाखेरिको पनि भ्यू हेर्नु ल। म अघि जाने बेला मात्रै देखाएँ तपाईँलाई, फर्किँदा पनि हेर्नु ल। अहिले योभन्दा मासतिर म पुगे भए होइन, अझै पनि हुस्सु लागिरहेको थियो क्या। अब अहिले यतिखेर पनि ल हेर्नु न, अब यस्तो हुन्छ है ठाउँ त। अनि जस ठाउँ चाहिँ बबाल छ यार, सोचे भन्दा पनि। हेलो गाइस, म फर्केर फेरि होइन, फर्किँदाखेरि पनि तपाईँलाई म सिन देखाउँछु ल, हेर्नु ल कतिको छ। फर्किँदा झन् मजा आउँछ क्या, ओह्रालै ओह्रालो होइन। अब हाम्रो त गाडीमा फेरि 1 नम्बर अन गरेपछि अब आरामले झर्छ है। हुस्सुले पनि पुरै ठाउँहरू भरिसकेको छ होइन। अहिले त त्यस्तो बित्ति छैन, जस माथि योभन्दा माथि गएपछि चाहिँ पुरै हुस्सुले भरिरहेको क्या, ड्याङ डुङ छ है हुस्सुले। सेम तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन। अघि आउँदाखेरि थियो भने अब फर्किँदाखेरि छ क्या कतिको छ भनेर। दुईवटा गाडी आयो, दुईवटा गाडी आयो नि बाटो पुग्दैन क्या फेरि। यहाँ यस्तो छ घामट यार, के गर्नु। यो बाटो बनाउनु त बनायो, तर अलिक ठुलो बनाएको चाहिँ दामी हुन्थ्यो। कमसेकम दुईवटा गाडी अट्ने बाटो त बनाउनु पर्छ। एउटा मात्रै गाडी ठाउँ खान्छ क्या यहाँ पुरै भने। अनि मैले अघि भर्खर एउटा कुरा थाहा भयो, म चिया खान छिरेको थिएँ होइन। यहाँ स्विजरल्यान्ड पार्कमा चाहिँ मान्छे मरेको थियो अरे आज दिउँसो। अनि उताबाट पुलिसहरू आएको थियो अरे काठमाडौँबाटै।
तल यताको होइन जस पुरै उता हाम्रो यो सिबिआई समथिङ के भन्छ अनि एकदम स्पेसल यो त अब हाम्रो काठमाडौँ पर्दैन क्या यो चाहिँ अब हाम्रो अलग्गै जिल्ला पर्छ क्या अब हेर्नु न बाटो अब ओह्रालो आउँदा कस्तो हुन्छ अब मजा आउँछ मजा ए हरियाल जङ्गल अब राइट साइडमा हरियाल जङ्गल छ है तपाईँहरूलाई अब यसरी क्यामेरा घुमाउनु नमिल्ने क्या फेरि यदि मसँग इन्स्टा भएको है अहिले इन्स्टाले सरक सरक पुरै घुमाइदिन्थ्यो क्या अब के गर्ने इन्स्टा छैन अब अहिले मसँग यही सानो मोबाइलले नै गरिरहेको छु म तपाईँ हेर्न सक्नुहुन्छ यहाँतिर फेरि बाइक पनि फेरि वाइल्ड हुन्छ क्या सेम अब यहाँबाट अघि अब हामी अब अहिले हाम्रो राइट लाग्नुपर्छ किनकि अघि लेफ्ट लाग्यो भने फेरि सीधा पाइला पुग्छ फेरि हामी सीधा पाइलावाला बाटो फेरि खत्तम छ क्या एकदम अनि यहाँबाट चाहिँ अनि हामी राइट लाएर जानुपर्ने हुन्छ है स्विजरल्यान्ड पार्कको भित्ता यही हो तपाईँहरूलाई पहिला पार्क पनि घुमाइदिइहालेँ होइन पार्कको भिडियो म तपाईँलाई हालेर देखाउँछु है पछि अब पार्क यस्तो हुन्छ है सब यो भित्ता जति पनि छ नि सब पार्क हो क्या हेर्नु न ल कति आनन्द छ हरियाली भ्यू है हेर्नु यहाँ बाइक यस्तो हुन्छ अहिले हरन नदिए यो बाइक ठोकिन्थ्यो यस्तै हुन्छ मुर्दाहरू यार अलिकति स्पिड त ठाउँ पाउनै हुँदैन यार दुई पाङ्ग्रेलाई एलर्जी चाहिँ के को एलर्जी हुन्छ के म त्यही बुझ्न सक्दिनँ क्या दुई पाङ्ग्रेहरूलाई ठाउँ पाइ के को एलर्जी हुन्छ कि यिनीहरूलाई यसरीबाट भिडियो खिच सिनहरू बनाऊ यो दामी होइन भिडियो सिडियो बनाऊ यसरीबाट यहाँ कुदाऊ यो बडो आनन्द हो क्या हेर्नु न सिन भ्यू हरन दिएर त हिँड्नै पर्छ क्या हामी गाडीवालाहरू त कतिखेर बाइक आउँछ थाहै पाउँदैन अघि जुन तपाईँले दिनुभयो नि कसरी आएको थियो बाइकवालाहरू त्यस्तै हो क्या यहाँतिर त फेरि सर्ट काटिदिन्छ यार डरै लाग्छ भने मलाई त अनि हरन धेरै दिए पनि डिस्टर्ब गरे जस्तो हुन्छ फेरि हरन नदिए पनि काम छैन क्या उकालोमा आउँदा त कमसेकम हरन दिएर आउने गर तिमीहरू यार बाइकवाला गाडीवाला जे पनि होस् क्या त्यतिकै खाली रन गरेर आउँछ भने थाहा हुँदैन नि यार मान्छे उताबाट नि आएको हेर्नु एउटा एक्सपेक्ट त दिमागमा एक थपै छैन क्या दिमागमा गु भरे हुन्छ गु सिनहरू न यस्तो हुन्छ बाइकवालाहरू उड्छ बाइकवालाहरू गाडीवाला होइन हरन सरन दिँदैन मुर्दा सिरे आउँछ के भन्नु हामीले हरन दियो भने दियो उनीहरूलाई छैन हरन सरन यस्तो हुन्छ है चटपटे खाने मोमो खाने ठाउँमा फेरि माथि पनि छ है फर्किँदाखेरि सिग्नल फर्किँदा फेरि चाँडै हुन्छ आउँदाखेरि मात्र उकालो भएर टाइम लाग्ने हो होइन फर्किँदा त चाँडै हुन्छ लर आइपुग्छ क्या फर्किँदाखेरि त हेर्नु न बाइकवालाहरू पुरै रन्केर आइदिन्छ अनि टेन्सन लाग्छ भने खतरा खाने मलाई आज यो राम्रो लाग्छ क्या यहाँबाट चाहिँ रन्केर आउँछ सबैजना झ्याउ लाग्छ क्या मलाई पनि भन्नु भने यार केटाहरू केटी पाएपछि पागल हुन्छ भने यस्तो त नमरे कस्तो मर्छ क्या यार ठिङ्रिङ्ग रोकेर बस्छ यस्तो बाटोमा भने के भन्नु सकिन्छ कसैले के भन्नु पागलहरूलाई अनि हरेक कुरामा गल्ती कसको गाडीको गाडी गल्ती खालि गाडी गल्ती अनि आफ्नो गल्ती त कसले हेर्छ भने क्या आफ्नो गल्ती
गल्ती देख्दैन अनि अरूलाई गल्ती देखाउनु त दोष लाउनु मजा आउँछ यिनीहरूलाई होइन फर्केर आएर त फुल हरन दिएर हिँड्नै पर्छ क्या हामीलाई र कामै छैन अब यस्तो हेर्नु एउटा हात छोडेर भित्ता गफर्छ नालीमा डुब्छ नि थाहा हुन्छ हेर्नु मैले हरन नदिएँ अहिले गाडी थाहा हुन्छ नि त कमसेकम हरन त दिएर आउने गरे गुवाचहरू कसले सक्नु भने क्या यार होइन सक्दैन गाइस सक्दैन ओके स्विजरल्यान्डबाट म फर्किसकेको छु होइन तपाईँहरूलाई मैले सिनहरू देखाउनु त देखाइसक्यो अब यो यहाँतिरको यो घरका बारहरू पनि 8 बजीसम्म मात्र खोल्ने हो क्या त्योभन्दा उता खोल्दैन है गाडीको चाहिँ के एक्सर्ट छैन कि कति बिस्तारै हिँड्छ यो पनि ब्याट्रीवाला हो कि हो डिजेल त अलिक कुद्नु पर्ने हो पेट्रोल भयो भने कुद्नु पर्ने यो त अनि कुद्दै कुद्दैन त खोइ त कचुवा खराब छ त अलिकति कुदा न यो कुदासम्म त म त कहाँ पुग्छु होला यहाँ होइन ल झिक यसले पनि योबाट हाल्दो रहेछ गुली योबाट हाल्यो भने त हामी योबाट जान्छ जुन बाटो आएको त्यहीबाट जाउँ है फेरि फर्केर अघि